Hello guys, welcome to my new vlog. I hope हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छु। आज चाहिँ मेरो न्यू भ्लग नयाँ भ्लग गर्दै छु हैन। अनि आज चाहिँ हामी खसी लिन जाँदै छौं। कता रे कुन ठाउँ रे? आज लौधारा कुन रे? लामधारा अनि हामी लामधारा हामी टाढा अनि हामी चाहिँ म आजी अनि बुवा यहाँ अगाडि हुनुहुन्छ। रातिको 5 बजेको छ हैन। हामी त्यस्तै हिँडेकै छौं। अनि हजुरहरुले अब मेरो च्यानललाई सपोर्ट गरिदिनु होला। लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला। ओके, अहिले भेट्छ है त। ल हेर्नुस्, हामी यहाँ यस्तो खेतको बाटो आएको छौं हैन। अँध्यारोमा उतै यस्तो जंगलै हेर्नु। यस्तो अँध्यारो छ हैन। हामी यस्तो जंगल हैन। अब यस्तो खेतमा आएको छौं। कुलो पनि छ गाइस। कुलो पनि छ। यहाँ कुलो अलि यहाँ अँध्यारो भएर देखेको छैन। अनि हामी चाहिँ अब लिन के रे जान लाम खसी। अब त्यही भन्न पर्यो हैन। हेर्नु दुलेगौरा बजार। यहाँ बाख्रा कराको कराई गरे ह। अनि यहाँ आजी हुनुहुन्छ। अनि म चाहिँ दुलेगौरा बजार। So guys, हामी आको बाटो हैन। अघि अँध्यारै थियो, अहिले उज्यालो भएको छ। हामी आको बाटो यस्तो छ। अनि यता धान अनि यता जंगल अनि धानहरु जंगलहरु छ। यता चाहिँ घरहरु छ। डाँडा यिनीहरु छ हैन। डाँडा पाखा घरहरु। हाम्रो खसी चाहिँ अनि म चाहिँ यहाँ छु। अनि ल पूजा हुँदैछ अब यहाँमा यता यो खसीले फाले पूजा गर्नुभयो यहाँ बुवाले। हामी चाहिँ खसी काटियो हैन। खसी काटेर यहाँ दसैँ काटियो। अनि दसैँ काटेर अब यहाँ बुट्ला फाल्दै अनि त्यसपछि फेरि म हजुरहरुलाई देखाइराखेको छु हैन। सो गाइज, हाम्रो अनित भाइले हेर्नुहुन्छ हजुरले? हाम्रो अनित भाइ हेर्दा यहाँ गेम खेल्न मस्त। हेलो अनित, के खेलेको तिमीले? भन्नु त भाइ, कुन गेम? नाम पनि भनिदिऊ न त। हजुर भन्नु न कस्तो यहाँ र हेर्दा अनित भाइ कस्तो खान्छ। हेर्न यो अनित भाइ पुरा नबोलिकन गेम खेल्न मस्त छ। हेर्न ऊ भाग्यो कस्तो है। यहाँ भागेर यहाँ पछाडि लुकेछ। आउने त म देखाउँछु त। हेर्दै पुरा मस्त गेम खेल्न। खै के खेलेको गेम चाहिँ गेमको नाम चाहिँ थाहा भएन। अब म चाहिँ तल जान्छु। म तल जाँदैछु। मामाले मासु काट्दै हाम्रो भुटुवा पाक्दैछ। यहाँ उमाले हुनुहुन्छ भुटुवा चाहिँ। हेलो बुवा। हेलो बुवा। हेर्नु बुवा चाहिँ पुरा कस्तो हुनुहुन्छ हौ यो बुवा त। पुरा बोल्दै नबोल्ने। यहाँ मासु काट्दै मामा चाहिँ खुट्टा चाहिँ हजुर यो काटेको खुट्टा दौडिँदो रहेछ है गाइस। हेर्नु त अचम्म हबा। म चाहिँ के भन्नु बल्ल आउनी।
के गराउनु भयो हेलो मम्मी यसलाई हेर्नु न ए यो